हेलो नमस्ते म काजल आज फेरि अर्को केक लिएर आएको छु। हेर्दै जानु है त के छ। यो फर्स्ट सेकेन्ड थर्ड आज हामीले 3 तलावाला केक बनाउँदैछौँ। यस्तो दामीवाला छ जसमा व्हाइट कलरको फिनिसिङ गरेर अनि रियल रोजहरू पिङ्क र व्हाइटको हालेर दामीवाला केक बनाउँदैछौँ। मेरो यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला नि फेरि। अनि मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्न पनि नभुल्नु होला। यसै गरी हजुरले मेरो भिडियो हेरेर साथ दिनु होला है त। पहिलाको भिडियो हजुरले हेरेर धेरै राम्रो साथ दिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। यसै गरी हजुरले मलाई माया गर्दै गर्नुहोला। यो छ तलको वाला स्टेप जुन हामीले 3 स्टेप मध्ये यो ठुलोवाला स्टेपमा मैले फिनिसिङ गर्दैछु। केकको कलर सिम्पल व्हाइटमा छ, लाइनिङ छ, गोल्डन बल्स एड छ, त्यसपछि रियल फ्लावर हालियो। त्यही भएर यो हेर्दै जानु यस्तो राम्रो लाग्छ, हजुरलाई पनि एकदम मनपर्छ यो केक। अनि मैले यो लास्टको वाला फिनिसिङ गर्न लागेको छु। हेर्दै गर्नु व्हाइट कलरले फिनिसिङ गरेछु। नर्मल छ, राम्रो छ फिनिसिङ गर्ने उयो तरिका। अनि हामीले यसरी बेसमा फिनिसिङ हान्दाखेरि रिङमा राख्दा घुम्छ। त्यही भएर हल्का टिस्यु पेपर लिएर भिजाएर अनि बोर्ड मुनि राख्यो भने नहलेर सजिलो हुन्छ। फिनिसिङ गर्न पनि सजिलो हुन्छ, त्यो हल्लिँदा नि हल्लिँदैन। अब हेर्नु है, मैले एउटा टुथपिक ल्याएर यस्तो लाइनिङ काट्दैछु। पहिला एक लाइन सर काट्छ अनि त्यसको डबल इन्टु गराउँदै लिएर जाने हो। हेर्दै जानु है त। हेर्नु लाइनिङ पनि दामी देखिएको छ। एक साइडको लाइनिङ अब भइसक्नु लागेको छ। अब हेर्नु हामीले यसलाई उल्टे गर्छौँ, 3वटा लाइन छोडेर अर्को लाइनमा जोड्छौँ। त्यसरी धेरै बल राख्न मिल्ने तरिकाले बन्छ है। हेर्नु त कस्तो मजाले गरेको छु। एकदम सजिलो छ। नबुझे कमेन्ट गर्नु होला, म रिप्लाई गरिदिन्छु अर्कोचोटि भिडियोमा। वाउ राम्रो देखेछ। हेर्दै गर्नु है। हेर्नु लाइनिङ पनि भइसक्यो। अब हामीले यसलाई बेल्ट लगाउँछौँ। बेल्ट गोल्डन कलरमा छ। यो चाहिँ इडेबल होइन है, नन इडेबलवाला हो, डेकोरेसनको लागि हो। त्यो एकदम राम्रो देखिन्छ नि त। त्यही भएर हेर्नु कसरी मजाले राखेको छु मैले। एकदम सजिलो, केक बनाउनु नि सजिलो, उस गर्न नि सजिलो, डेकोरेसन गर्न पनि। हजुरलाई कस्तो लाग्छ भन्दै गर्नुहोस्। हेर्नु मैले रेडी पारिसकेँ। यो चाहिँ मिडियमवाला 20मा राख्नेवाला हो। अब म यसलाई पनि त्यस्तै गरी फिनिसिङ गर्छु। अनि त्यस्तै गरेर लाइनिङ तानेर अनि बेल्ट लगाउँछु। हेर्दै गर्नु है। फिनिसिङ चाहिँ त्यही व्हाइट कलरले जो फिनिसिङ छ, 3वटै केक व्हाइट कलरले फिनिसिङ गरेर अनि खप्टाउने हो है। यो भिडियो चाहिँ अलि लामो बनेको छ किनभने यसमा धेरै स्टेपहरू छ नि त। त्यसले गर्दाखेरि अनि फेरि 3 स्टेप पनि भयो। त्यसले गर्दा अलि धेरै लामो भिडियो बन्न गएको छ। फिनिसिङ पनि भयो। अब लाइनिङ काट्छु। लाइनिङ काट्ने सेम त्यही तरिका है। मैले अघि नै जस्तो काटेको थिएँ नि त्यस्तै गरी काटेर बनाउने हो। यसमा कसैले अर्को नाइफले पनि दाम लगाउनुहुन्छ। मलाई चाहिँ टुथपिकको एकदम सजिलो लाग्छ, त्यही भएर टुथपिकले चाहिँ युज गर्छु। हेर्नु अब मैले यो खप्टाइसकेँ। वाउ कस्तो दामी बनेको है। अब यो चाहिँ माथिल्लो स्टेपको। अब यसलाई पनि त्यस्तै व्हाइट कलरको फिनिसिङ गरेर अनि खप्टाएर बेल्ट हाल्ने, त्यस्तै यो सेम गर्ने हो। 3 स्टेपमै एउटै गर्न छ। हेर्नु त मैले खप्टाइसकेँ। स्टेप पनि रेडी भइसक्यो। अब मैले यसमा गोल्डन बल एड गर्छु जुन लाइनिङमा हुन्छ। त्यो बल पनि मैले एड गरिसकेँ। कस्तो दामी देखेको। वाउ हेर्नु फिनिसिङ
अब हामीले यो फुल राख्ने हो, कस्तो लाग्यो भन्नु होला। अब मैले माथि टपबाट राख्दै अनि तल साइडमा आउँछु है। पिङ्क र व्हाइट भनेको थिएँ नि मैले फुल। हेर्नु फ्लावर पनि एड भइसक्यो। अब मैले पातहरू पनि एड गर्दैछु। अब मैले यसमा जिप्सी पनि एड गर्छु है। जिप्सी हालेपछि त केक यसै राम्रो देखिन्छ के, पुरै छोड्दिनु। हेर्नु त मेरो केक अब रेडी भयो। हजुरलाई मेरो यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। सधैँ हजुरहरूले यस्तै माया गर्दै गर्नुहोला। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच। #Sister Bakery and Cafe, Putul 11, Nagpur।